हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आज चाहिँ हामी बिहान चाहिँ सबै आमा छोरी चाहिँ रेडी भएर चाहिँ 45 दिनको के भन्छ त्यसलाई श्राद्धमा गएको थियौँ। अनि यहाँ चाहिँ म हिँड्दै थिएँ अनि त्यसपछि हामीलाई थकाइ लागेर चाहिँ हामी अटोमा बस्यौँ। अलि टाढै छ नि त, हिँडेर पनि जान सकिँदैन। अनि अटोमा चाहिँ हामी सरेर गयौँ। अनि मलाई यहाँ कटकुयाको भ्यूले चाहिँ यस्तो मन छोइसकेको थियो नि, यति खतरा छ कि यहाँको भ्यू हेर्नु न। त्यहाँ माथि पहाडहरू, यो हरियो झन् यति दामी देखिरहेको छ। ट्राभल गर्नको लागि कटकुया जस्तो, हाइकिङ गर्नको लागि कटकुया जस्तो दामी ठाउँ मलाई अरू कहीँ भेटाएन। अनि हामी चाहिँ त्यहाँ पुगिसकेर चाहिँ श्राद्ध गऱ्यौँ। एकछिनपछि फेरि मलाई त्यहाँको नेचुरल ब्युटीहरू भिडियो गराउन थालेँ। हेर्नु कति बवाल देखिरहेको छ कि। अनि एकछिनपछि चाहिँ यहाँ फोटोसुटहरू भए, सबैजना मिलेर फोटोसुट गऱ्यौँ। हेर्नुहोस् हाम्रो फोटोसुट गरेको। अनि यो चाहिँ मेरो भाइ हो, यो यसलाई चाहिँ चक्लेट देख्न हुन्न, यसले चाहिँ चक्लेट खाइहालेको थियो। अनि हामीले चाहिँ यहाँ एकछिनपछि चाहिँ अमिलो खाने सोच्यौँ। अनि यहाँ चाहिँ सबैजना बसेका थियौँ। कसै एउटीले अमिलो बनाउँदै हुनुहुन्छ, त्यहाँ सबैजनालाई हेरेर बस्नु भएको छ। अनि एकछिनपछि फेरि कटर लिएर आउनुभयो। अनि हामी सबै त पुरै त्यो कटरमा त झम्टिन गयौँ कि। अनि कटर मिठो हुन्छ नि त, त्यही भएर सबै जानुभयो। अनि म पनि गएको थिएँ। अनि यो हेर्नु न, यो भाइ कति राम्रो छ कि, कति क्युट। अनि एकछिन चाहिँ हामी त्यहाँ बसेर चाहिँ अब घर जान आँटेको। हामी चाहिँ अटोमा बसिसकेका थियौँ। अनि अरू चाहिँ आउँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ घर जान लाग्यौँ। घर जाँदा पनि मेरो यो भ्यूले मेरो यस्तो मन खाएको थियो नि। मलाई नि यदि मैले बाइक चलाउन थालेँ भने म यो ठाउँमा ट्राभल गर्नको लागि, हाइकिङको लागि आउँछु। तर यो सिजनमा चाहिँ एकदमै दामी हुन्छ है। किन भन्दाखेरि तर घाम चाहिँ लाग्छ, तर पनि यहाँको यो के अरे हरियोले गर्दाखेरि यस्तो बवाल आउँछ। तर साँझ पखाउँदा यति राम्रो देखिन्छ। माथि बादल हेर्नुहोस्, तल बाटो चाहिँ नहेर्नुहोस्, माथि बादल हेर्नुहोस्। अनि त्यहाँ हरियो तिनी झार जङ्गलहरू हेर्नुहोस्, कति दामी देखिरहेको छ साथीहरू। अनि यस्तै गर्दै चाहिँ म घर पुगेँ। बाई।